दर्शकबिन नमस्कार। जय नेपाल। ब्रेकिङ न्यूज आजको सबैभन्दा बढी मिडिया ट्रेन्डिङको विषय भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको सन्दर्भमा सहकारी पीडित प्रकरणमा जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत बुटवलले आदेश दिएको छ कि सहकारी प्रकरणमा मुछिएका र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई 2 करोड 74 लाखमा रिहाई गर्नको लागि उहाँ बाहिर बसेर मुद्दा लड्न पाउनुहुन्छ। यो उच्च अदालत बुटवलको आदेश हो। सहकारी पीडित प्रकरणमा थुप्रै व्यक्तिहरू छ, तर स्पेशल रवि लामिछानेको पक्षमा रवि लामिछानेको सन्दर्भमा 2 करोड 74 लाख बैंक ग्यारेन्टी बैंक धरौटीमा रिहा गर्न आदेश आएको छ। अब राजनीतिक क्रम हेर्ने हो भने अब देशको राजनीतिक मोमेन्ट राजनीतिक माहौल एकदमै धेरै बदलिएको देखिन्छ। हरेक ठुलो नेताहरू र देशको जनलहर आम सर्वसाधारणको जनलहर रवि लामिछानेको पक्षमा अहिलेको वर्तमान अवस्थामा देखिन्छ। विगतमा हेर्नु हो भने नेपालको पूर्व प्रधानमन्त्रीहरू डाक्टर बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री प्रचण्ड र स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंह जस्ता ठुल्ठुलो नेताहरू रवि लामिछानेलाई प्रत्यक्ष जेलमै गरेर भेटेको छ। र अहिले हेर्ने हो भने जेनजी आन्दोलनपछि जेनजी मुभमेन्टपछि देशको वर्तमान अवस्था एकदमै राजनीतिक अवस्था एकदमै मतलब भुइँचालोको छ र जेनजी आन्दोलनका अगुवाहरूले पनि रवि लामिछानेलाई पूर्ण समर्थन दिइरहेको छ। त्यहाँ गएर रवि लामिछाने नकु कारागारको गेट अगाडि नै यो उच्च अदालतको आदेश आउने बित्तिकै जेनजी आन्दोलनका अगुवा नेताहरू त्यहाँ गएर एकदमै मतलब उहाँको समर्थनमा जनलहर पुर्याएको देखिन्छ। अब जुन सुरुदेखि मतलब लामो समयदेखि नेपालमा राजनीति गर्दै आएका नेकपा एमाले, नेपाली कांग्रेस जस्ता पुराना दलहरू मतलब ठुल्ठुला नेताहरूलाई आगामी यात्रा आगामी मेम्बर अफ पार्लियामेन्टको चुनावको लागि एकदमै चुनौतीपूर्ण देखिरहेछु म। एक त जेनजी आन्दोलनको नेताहरूको समर्थन, अर्को सर्वसाधारणमा पनि रवि लामिछानेको धेरै समर्थन छ। अब राजनीतिक यात्रा हेर्नु भने मेम्बर अफ पार्लियामेन्टको लागि रवि लामिछाने, बालेन्द्र शाह, कुलमान घिसिङ जो नयाँ नेतृत्वकर्ता नयाँ नेताहरू एक भएर जाने सम्भावना देखिरहेछु म। अब आगामी नेतृत्वका लागि आगामी मेम्बर अफ पार्लियामेन्टको बहुमतको लागि पुराना दलहरूलाई नेपाली कांग्रेस, नेकपा एमाले र जुन नयाँ पुराना दलहरू छ तिनीहरूलाई कतिको चुनौती